कहिलेकाहीँ जीवनले यस्तो पाठ सिकाउँछ जुन किताबमा होइन चोटमा लेखिएको हुन्छ। किताबले ज्ञान दिन्छ तर चोटले अनुभव दिन्छ। जीवनका सबैभन्दा गहिरा पाठहरू सधैँ शब्दहरूमा होइन मौनतामा लेखिएका हुन्छन्। मायामा जब हामी पहिलो पटक पर्छौं सबै कुरा नयाँ लाग्छ। संसार रमाइलो लाग्छ, उसको एक नजरले दिन बनिदिन्छ, उसको मौनताले रात निन्द्राहीन बनिदिन्छ। म याद गर्छु ती दिनहरू जहाँ उसको आँसु मेरो संसारको सङ्गीत थियो, उसको नजर मेरो पहिचान। त्यो बेला मलाई लाग्थ्यो यो सम्बन्ध कहिले टुट्दैन, तर जीवन सधैँ विश्वास जस्तै हुँदैन। एक दिन उनले नजर मोड्न थालिन्। सोधे के भयो? एक दिन उनले नजर मोड्न थालिन्। सोधे के भयो? उनले मुस्कुराउँदै भनिन् केही होइन। त्यो केही होइन का पछाडि लुकेको थियो धेरै कुरा जुन उनले भन्न सकिनन् र मैले बुझ्न सकिनँ। सम्बन्धमा कहिलेकाहीँ शब्दहरूभन्दा मौनता ठुलो सङ्केत हुन्छ। मौनता जुन चिच्याउँछ तर सुनिँदैन। म सोच्न थालेँ के साँच्चै उनी बदलिएकी थिइन् कि म बदलिएको थिएँ उनको नजरमा। वास्तवमा म नै पुरानो भएको हुँ, पुराना गीत जस्तै जुन सुन्दा सम्झना आउँछ तर फेरि बजाउन मन लाग्दैन। उनको नजरमा अब म थिइनँ, थिए त केवल सम्झनाहरू। उनको मुटुमा अब म थिएन, थिए त केवल केही अधुरा वाक्यहरू। सबैभन्दा गहिरो पीडा के हो? जब तपाईँ आफूलाई त्यो मान्छेको नजरमा खोजिरहनुहुन्छ जो अब तपाईँलाई हेर्दा पनि हेरिरहेको हुँदैन। दैनिक सोच्थेँ के म केही कम परेँ? के मेरो माया अपुरो थियो? तर जवाफ कहिले आएन र त्यस मौनताले मलाई आफैभित्र गुमनाम गरायो। सायद यस्तै हो जिन्दगी। हामी सोच्दछौँ मान्छे बदलिन्छ, तर वास्तवमा बदलिन्छ त उनीहरूको इच्छा चाहना। उनी जसरी हाँस्थिन् अब त्यही हाँसो उनले अरूको लागि राखेकी छिन्। म फेरि म नै हुँ जसले उनको बोली उनको साथ लिएर फर्किने आश गरिरहेको छु। अन्ततः हामी एउटै निष्कर्षमा पुग्छौँ। हामी सबै कसैको स्मृति बन्नेछौँ, कसैको प्यारो कथा जस्तै, कसैको एक समयको पुरानो कल्पना जस्तै। ऊ अब कसैको वर्तमान हो,
म भने केवल उसलाई बिर्सन नसकेको अतीत। तर त्यो पनि त मायाकै हो त रूप हो, जहाँ ऊ खुसी छ र म दुखी भएर पनि उनकै खुसीको लागि चुप छु। समय बित्दै गयो र एक दिन मैले आफैलाई ऐनामा हेरेँ। लामो समयपछि पहिले भन्दा थाकेको थिएँ, तर केही शान्त थिएँ। मैले बुझेँ खोइ के गुमाए जस्तो लाग्थ्यो, तर वास्तवमा म आफैलाई फेला पार्दै थिएँ। सम्बन्धहरू टुट्छन्, तर आफूभित्रको विश्वास टुट्न दिनु हुँदैन। अन्ततः हामीले आफैलाई माया गर्न सिक्नुपर्छ। म अझै पनि सम्झन्छु उनलाई, तर अब त्यो सम्झना पीडा होइन, शान्ति हो। म अगाडि बढ्न थालेको छु, नयाँ सङ्गीत, नयाँ नजर, नयाँ चाहनासँग। अनि त्यो पुरानो कथा अब मेरो आत्मबलको स्रोत बनिसकेको छ। कहिलेकाहीँ हामी जसलाई माया गर्छौँ उनीहरू हाम्रो हुँदैनन्, तर त्यो माया साँचो थिएन भन्न मिल्दैन। अन्ततः त्यो माया साँचो थियो भनेर याद गर्ने